खसीको मासु खाएर यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिएन। सो त्योभन्दा पहिला स्वागत छ तपाईँहरूले मेरो चट्टो मिठो मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। तपाईँहरूको दिन कसरी बितिरहेछ? मेरो भने घर बस्ने, पकाउने, खाने, यो पनि त एउटा काम हो नि त होइन? काम गर्ने हो भने त जति पनि हुन्छ कि घरमा होइन। गाउँघरको काम कहिले पनि सकिन्न गरेर पनि मेरो चाहिँ बाबु हेर्दै ठिक्क हुन्छ कि। भन्दै मैले मान्छेको त लिपेर नि सकाएँ। कस्तो फोहोर भएको थियो कि, अनि एउटा करेन्ट चाउचो थियो, त्यसले पनि मैले कचाककुचुक पारेर तातो पानीमा हालेर अनि उमालेर निकालेर मोलेर गुम खाएँ। अनि खसीको मासु पकाउन सुरु गरेँ। मासु भनेपछि त कसैलाई पो मन पर्दैन र होइन। धेरै दिन भएको थियो कि हामीले मासु नखाएको पनि, चिकन झन् खाएको पनि छैन कि। हामीले चाहिँ चिकन खाना पनि भएको छैन कि आजभोलि। हाम्रो गाउँमा फेरि मासु पनि चल्दैन कि, कसैले पनि खानुहुन्न। हाम्रो माइतमा पनि चल्दैन, हामी किनभने सानैदेखि खाएको पनि छैन कि, कस्तो हुन्छ भनेर पनि थाहा पनि छैन। अनि यो साथीहरू म यो बोस्छु भनेपछि त मलाई पटक्कै मन पर्दैन कि, किन हो किन। मासु पनि मलाई फल मासु चाहिन्छ कि, मलाई भनेर कसले पो फल मासु हालिदिन्छ त होइन। सबैले बराबर हाल्न पर्यो, जुन भागमा पर्छ त्यही भाग लिन पर्यो। दिदीहरूले भन्नुहुन्छ कि हाडी भए पो बल्ल मासु मिठो हुन्छ भनेर, म चाहिँ फल भए पो मासु मिठो हुन्छ भन्छु कि, किनभने मलाई फल बिना त म मासु नै खान्न नि त, हाडी चाहिँ म खान्न भनेर चाहिँ आज मैले हाडी मात्रै छुट्याएर सुप बनाएँ। अरू सब्जी पकाउँदा चाहिँ म धुलो मसला नै हाल्छु कि, यो मासु हुँदा मात्रै हो कि यतातिर पिस्न आउने। छ्या कस्तो फोहोरी नभन्नु है, यो मजाले पखालेर मैले पिसेको छु अनि धनिया पनि हालेको छु। मासु पाकेर नि खाएँ म। अनि त्यसपछि के भयो भन्दाखेरि साथीहरू, मलाई अलिअलि रुगा लागेको थियो, त्यसपछि झन् रुगाले चाहिँ चाप्न थाल्यो। सो आजको मेरो मिनी ब्लग यति नै। फेरि अर्को न्यू मिनी ब्लगमा भेटौँला, बाई बाई।